हो म विदेश गएको थिएँ विदेशबाट आएपछि त मै सरप्राइज भएँ कसको नाश हो भन्नु महाकाश को हो अपराधी म विदेश गएको बेला मेरो श्रीमतीले घाम पात्र पेटबाट नि को महाका रप्पा रप्पा को तेरी माकी म विदेश गएको बेला अगाडि भेटेर गएको होइन बिर्स्यो म विदेश जानु भन्दा अगाडि भर्खरै विदेशबाट आएको 6 महिनामा फर्केर लाज छैन केको लाज मलाई कमला यताको लाज हो 6 महिना विदेश गएको बेलामा मुला सकिया कुन चाहिँ भतुवाले गर्भवती बनाओ घाम पात्र पेट रप्पा रप्पा माका तेला मैले नन्गे नाच मैले रोदन सकिन लोक गधा छ को मा को कलौटी हो तेरी मां तक तो मोहरी गाइस ट्रिपल छ पेला गाइस ओभर गो म काजु खानी बच्चा चाहिँ अर्कने बनाइदिनी गाइस जाऊ गाइस लेट्स गो गाइस चल के जाऊ अबको पनिशमेन्ट मेरो त त्यही सेम छ एउटा चेन्ज के मेरो टिपी लगाउने तपाईँकोमा सबभन्दा ए भयो पहिलो पनिसमेन्ट ऊ दराजभित्र लुकेर बस्ने स्पिड च्यालेन्ज माने बेलासम्म दराजमा लुक्नुको लागि सानो छ यो पुरै ऊ छ मिल्दैन अर्कै घर किनिदिन्छु नि म अर्कै दराजमा लुकेको भइ छैन त कहाँ हुँदा लुक्नु त अनि दराजमा लुक्न मिल्छ लुगाले भरिएको छ त्यही त अटेको छैन पहिलो पनिसमेन्ट च्यावाली हजुर हङला जस्तो पोजा बस्ने मैले साउन्ड बजाइदिन्छु एक्टिङ गर्ने ल सुरु गर्नु गाइस रेकर्ड गर गाइस च्यावालीको यो एक्टिङ फरि नकुच्छ तपाईँ गाडी गुरु हुन्छ गाडी रेकर्ड हाल्नु गाइस ल स्टेन गेम गाइस अलि पछि किन हो ल अब एक्टिङ गर अनि गेम तपाईको खेल्ने कि तपाईले ल गर्नु यो रोबिन खड्काले पनि ब्याउने बनाएर गयो छोडेर एक्सक्युज मी यो मेरो होइन च्यावाली यो मेरो होइन है कसको हो त मलाई थाहा छैन को मान्छे तर मैले हेर है च्यावाली प्लिज मेरो म अलिकति इज्जतको मान्छे हो मसँग आफ्नो फेम छ आई हेभ फेमस अहिले होइन भन्छस् लाज छैन ब्याउने बेलामा बनाइ अहिले आएर होइन भन्न पाइन्छ होइन भने धेरै नाटक गर्ने होइन बच्चाको बाउको भन्ने एउटा आमालाई थाहा हुन्छ लाज लाग्दैन हेर मैले तल छोएको छैन केटी मलाई फसाउन पाइन्न मेरो आफ्नो परिवार छ मेरो श्रीमती छ मेरो बच्चा छ डार्सी ओके यो दुनियाँको लहरा पर्न चाहन्न प्लिज हो सुत्नुभन्दा अगाडि थाहा थिएन बिहे गरेको छ भनेर बाहिर त लखन केटी चार्दै हिँड्ने त अहिले आएर बुढी छ भने थाहा छैन अरे मैले तिमीलाई कति बेला छोया कतिखेर छोयो अनि गजनीको यो अमिर खान त होइन नि दिमाग 15 मिनेटको खुस्किने हेर च्यावाली मेरो इज्जत छ यो नहुने कुरा फस्दिएर मैले तिमीलाई छोएकै छैन प्लिज ओके यो अरू कसैको हुन सक्छ हुँदैन होइन यो तपाईँकै हो फेरि यहाँ फेरि म अदालत जान्छु फेरि जेल हालिदिन सक्छु मैले लज्जा यहाँनिर स्वीकार्ने तपाईँकै बच्चा हो नि खाएर गीत भन्न पाइन्न मेरो बच्चा मेरो मास होइन ओके च्यावाली प्लिज आइ एम टेलिङ यु इट्स नट माइन यार कसको त त्यसो भयो यो पेटमा बच्चा कसको मलाई के थाहा तिमी कोसँग बस्छौ ए कोसँग बस्यौ बस्नु त म मेरो भाइसँग बस्छु नि खुरुक्क यहाँ मसँग बिहे गर्नु पर्यो अब जबरजस्त छ अनि छैन जबरजस्त छ ए भनेपछि सुत्ने बेलामा त आएको थियो त जबरजस्ती आफै अहिले आएर यस्तो बच्चा हुँदा चाहिँ जबरजस्ती भयो लाज साथ छैन है
जुन औलामा 20 लाख छ त्यो औला झर्छ ओके मैले गल्ती गरेको छैन यो मेरो नाश होइन प्लिज आइम टेलिङ यु ओके होइन मलाई नि थाहा छ खुरुक्क आउने काठमाडौँ यहाँनिर मलाई नै नुलाई तिमीले यसरी मलाई फसाउन पाउँदिनौ च्यावाले मलाई आइसके अब मेरो यहाँ मेरो आफ्नै परिवार छ यार तिमीले मलाई यसरी फसाउन पाउँदिनौ यार प्लिज यार धेरै दर्शकलाई भन्दै बच्चा गाउँको दर्शकलाई भन्दै प्लिज म त अब भोलि नि पुलिस केस गर्छु अब एकैचोटि अब यिनीहरूले समातेर ल्याउँछ काठमाडौँ खुरुक्क कि काठमाडौँ आउनु राम्रो भनेको छ मेरो बच्चाको नरान गर्नुपर्छ अब गर्नुपर्छ अब फ्यामिली बनाउनु पर्छ खुरुक्क आउनु अब काठमाडौँ हुन्न यहाँ डिएम टेस्ट हुन्छ डिएम टेस्ट हुन्छ यहाँ हुन्छ डिएनए टेस्ट हुन्छ हेर चावली म तिमीसँग भेटेको छु कोहीसँग पनि सम्बन्ध राखेको छैन बुझ्नुभयो के थाहा यी आकाशबाट टक्कै यहाँ पेट मेरो पेटमा के थाहा के थाहा अहिले थाहा हुन्छ पहिले यहाँ आउनु न हुन पनि सक्छ कोसँग बस्छ मलाई के थाहा बस्छ अहिले बस्छ कि उड्छ अहिले यहाँनिर खुर्क आउनु उड्छ म किन बस्नु पर्यो यार तिमीले जबरजस्ती बोलाउँछ फसाउँछ क्या भयो एकटिङ सक्यो ल अब